दाइजोको न्युमा युवतीको मृत्यु 4 जना विरुद्ध जाहेरी। दर्शकबिन नमस्कार, तपाईँ देखिरहनु भएको छ दस्तक खबर। म छु विजय शाह। विवाह भएको 2 महिना नपुग्दै दाइजोको न्युमा ससुराली पक्षले दिएको यातनाका कारण महतरीमा एक युवतीको मृत्यु भएको आरोप लागेको छ। महतरीको पिपरा गाउँपालिका 5 मा भारतको सुरसण्ड निवासी 22 वर्षीय शिवानी राउतको मृत्यु भएको हो। मृतककी आमा रुबी देवीले दाइजोमा मोटरसाइकल, सुन लगायतका थप सामग्री नदिएको भन्दै ससुराली पक्षले छोरीलाई शारीरिक तथा मानसिक यातना दिने गरेको र सोही कारण छोरीको मृत्यु भएको आरोप लगाउनु भएको छ। महतरीको जलेश्वर नगरपालिका 8 रमौल स्थित आफ्नो मामा घरमा मुण्डन कार्यक्रममा सहभागी हुन आएकी रुबी छोरी शिवानीलाई भेट्न उहाँको ससुराली पिपरा पुग्नु भएको थियो। भेटका क्रममा छोरीले दाइजोमा मोटरसाइकल र सुन नदिएको भन्दै ससुराली पक्षले आफूलाई मानसिक तथा शारीरिक यातना दिने गरेको बताएको रुबीले जानकारी दिनुभयो। आफूले छोरी शिवानीलाई पनि मुण्डन कार्यक्रममा सहभागी हुन पठाइदिन ससुराली पक्षसँग आग्रह गर्दा मोटरसाइकल तथा सुन नदिएसम्म कतै जान नदिने जवाब दिएको रुबीले बताउनुभयो। दिउँसो करिब 2 बजे छोरीलाई भेटेर म त्यहाँबाट आए। 4 घण्टापछि साँझ छोरीको मृत्यु भएको खबर पाए। उहाँले भन्नुभयो, तत्कालै प्रादेशिक अस्पताल जनकपुर पुग्दा छोरीको घाँटीमा नीलडाम देखिएको बताउँदै रुबीले ससुराली पक्षसँग घाँटी थिचेर हत्या गरेको आरोप लगाउनुभयो। उहाँले सोही आरोपमा ससुराली पक्षका 4 जना विरुद्ध जिल्ला प्रहरी कार्यालय महतरीमा जाहेरी दिनुभएको छ। जाहेरीमा मृतकका पति सजन राउत, देवर प्रेम राउत र निराजन राउत तथा सासू नूतन देवीलाई विपक्षी बनाएको छ। जाहेरीका अनुसार शिवानीको विवाह सजन राउतसँग 2083 साल असार 16 गते भएको थियो। विवाहको क्रममा आफ्नो क्षमता अनुसार दाइजो तथा अन्य सामग्री दिएको भए पनि विवाहपछि विपक्षीहरूले सुनसहित थप दाइजो र मोटरसाइकल माग गर्दै छोरीलाई पटक पटक शारीरिक तथा मानसिक यातना दिने गरेको आरोप जाहेरीमा उल्लेख छ। मृतक शिवानीका मामा जलेश्वर नगरपालिका 8 का दीप कुमार कापरले भदौ 4 गते राति करिब 7 बजे शिवानीले आफूलाई श्रीमान, ससुरा तथा देवरहरूले मोटरसाइकल ल्याउन दबाब दिँदै घाँटी दबाउने, कुटपिट गर्ने तथा मानसिक यातना दिने गरेको बताएको जानकारी दिनुभयो। कापरका अनुसार ससुराली पक्षले शिवानीले झुन्डिएर आत्महत्या गरेको बताएको भए पनि आफूहरूले शवको अवस्था हेर्दा शङ्का लागेको छ। उहाँले शवको पोस्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा नगराई थप परीक्षणका लागि धरान अस्पताल पठाएको जानकारी दिनुभयो। जाहेरीमा शिवानीले दाइजो तथा मोटरसाइकलका लागि निरन्तर शारीरिक तथा मानसिक यातना सहनु परेको र सोही कारण आत्महत्या गर्न बाध्य भएको आरोप लगाएको छ। प्रहरीले उक्त घटनामा पति र सासू सहित 3 जनालाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय महतरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोयलले जाहेरी प्राप्त भएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो। तपाईको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता। धमनी अस्पताल प्राइभेट लिमिटेड। यहाँ तपाईँ सम्पूर्ण स्वास्थ्य सेवा पाउनुहुन्छ। स्वास्थ्य सेवाको भरपर्दो गन्तव्य। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, ओपीडी, फार्मेसी सेवा, ल्याब सेवा, नेबुलाइजर, ईसीजी, डिजिटल एक्सरे, ऑक्सीजन सेवा, यूएसजी, चैनल सर्जरी सेवा, प्रसूति तथा नॉर्मल शल्यक्रिया, हाड जोड्ने तथा नशा सम्बन्धी सेवा, शिशु तथा बाल रोग सेवा, एनआईसीयू सुविधा सहित सम्पूर्ण स्वास्थ्य सेवा अब एकै ठाउँमा अनुभवी विशेषज्ञ चिकित्सकको टोलीद्वारा अत्याधुनिक उपकरण र सफा वातावरण, मृदु व्यवहार, समयमै उपचार, सर्वसुलभ शुल्कमा गुणस्तरीय सेवा पाउनुहुन्छ। धमनी अस्पताल प्राइभेट लिमिटेडमा। स्थान लहानदिन अस्पताल चोक।